आँखा भरी सपना थिए, ओठमा हाँसो सजाएर हिँडे, समयले सबै खोस्यो, मन पीडासँग बाँच्न सिके। आफ्नै मनले प्रश्न गर्छ, किन खुसी सधैँ टाढा हुन्छ। नबोलेका मेरा कथा आँसु बनी झर्दै जान्छ। भोगाई जिन्दगी कति गाह्रो रहेछ, छाती भित्र पीडा लुकाएर बाँच। होइन, कसले मेरो लुगा च्यातिदिएछ? आमा पनि कता जानु भएछ? मेरो आमाको चिनो यही एउटा लुगा थियो, त्यो पनि कसले च्यातिदियो? मेरो आमाको याद आयो भने यही लुगा हेरेर रुन्थे। अब त जन्म एक्लो भए। आमा, आमा। ओहो लाठी, कता गएर आए कि? ए म पनि कस्तो मूर्ख, यसरी बोलाएको नबुझ्ने होला। अब म पनि हातको इसाराले बोल्नु पर्यो। आ आ आ आ कसलाई लाठी भनेको? तपाईँको दिमाग खुस्किएको छ क्या हो? ल, लाठी भनेको त बोल्दै रहेछन्। अनि अस्ति मैले बोलाउँदा चाहिँ किन नबोले किनी? चिन्नु नजान्नुको मान्छेसँग किन बोल्नु? अनि तपाईँसँग बोल्नै पर्छ भन्ने छ र? चिन्ने नजान्नु रे? हुन त मैले नि चिन्दिनँ। अनि अस्ति चाहिँ तिमीलाई के भएको थियो नि? मलाई जे भएको भए पनि तपाईँलाई किन चाहियो? नुहाएर घाम तापेर बसेको थिएँ, आँखा देख्नुहुन्न कि क्या तपाईँले? नौनी तरिका त फरक रहेछ नि। म चाहिँ के भएको होला भनेर सोचिरहेको थिएँ। अनि यति राम्ररी मान्छेको नाम चाहिँ के होला कुन्नी? मेरो नाम छैन। खै छोड्नुहोस् मेरो बाटो। कस्तो कस्तो नाम हुन्छ मान्छेको? छैन अरे। यति कालो भयो त जति नि पुग्छ मलाई। बिमला, ए बिमला, होइन कस्तो नसुनेकी यो आइमाईले? सुनेको छु के सुनेको छु, आउँदै थिए त। होइन आज तिमीलाई के भयो? भोक्रो सुक्ने गरी चिचाएका छौ त। मैले तिमीलाई बोलाउँदा बोलेको भए यसरी चिच्याउँथे? ल
छिट्टो यो कालो मेरो दारीमा लगाइदेऊ। होइन तिमी कुकुरको जन्ती जान लागेको हो कि क्या हो दारीमा कालो धसेर? कस्तो कुरा गरेको होला? अब कुकुरको बेमानी मान्छे जन्ती जान्छन् त? सेतो दारी आएर पो कालो लगाइदेऊ भनेको त। सेतो दारी आएर के भयो त? मैले तिमीलाई बताइहालेँ कि अन्त पनि आँखा गाड्दैछौ। यो गाउँमा तिमी भन्दा राम्री अरू को चाहिँ छ र मैले आँखा गाड्नलाई? मर्ने बेलामा हरियो काँक्रो खाइआऊ यता। राम्ररी लगाइदेऊ है, उब्रियो भने टाउकोमा पनि लगाउनु पर्छ। होइन यो कालो दलेर हुन्छ चाहिँ के अनुहार भने चाउरी परिसक्यो। अब त तिमी भिजेको स्याल जस्तै देखिन्छौ। के रे भिजेको स्याल जस्तो देखिन्छु रे? अब तिमीलाई पनि आँखा अस्पतालतिर लैजानु पर्छ कि क्या हो? यति राम्रो बुढोलाई पनि नराम्रो देख्न थालिछौ। लु भो तिमीले मलाई कतै लानु पर्दैन। मैले जस्तो देखेँ त्यस्तै बोलेको हुँ, बुझ्यौ? लु भो धेरै भाषण नछाड, छिटो लगाइदेऊ, यहाँ कपालमा पनि लगाउनु छ। ए दाइ दाउरा लिएर आउँदै हुनुहुन्छ? हो नि बहिनी, तिमी चाहिँ कता पुगेर आयो? कहाँ हुनु नि दाइ? बारीसम्म हरियो परियो केही भयो कि भनेर गएकी थिएँ। मलजल नभएर होला सबै मरेछ। आफूले सागपात रोपिसकेपछि त यसो कहिलेकाहीँ गोर्मेन्ट पनि गर्नुपर्छ नि बहिनी। आफ्नो त कहिले गर्नु र दाइ? सधैँ अर्काको मेलापात हिँड्दै ठिक्क छ। अब त बुहारी पनि छिन्, बिहान बेलुकाको समय मिलाएर अलिअलि तरकारी पनि रोप्नु नि। बाँझो राख्नु हुँदैन, अनि कहिले लाग्छ? अब चाहिँ त्यसै गर्नु पर्ला दाइ। अहिले म गएँ ल। हुन्छ बहिनी। माइला दुईजना सँगसँगै हिँडेका छौ त, कता हिँडेको हो र? कता हिँड्नु नि काकी, यसो भैँसीलाई सोतर लिउँ कि भनेर हिँडेको। अनि तपाईँ चाहिँ कता हिँडेको नि? म पनि तँलाई नै भेट्न हिँडेको माइला। म आज एकदम धेरै खुसी छु। त्यो जुनकिरी छैन त्यसको आज 12 बजाइदिएकी छु। होइन 12 बन्दी गरे त्यस्तो के पो गर्नुभयो र काकी? कतै तपाईँले मलाई त डर पो लाग्यो। होइन डरै लाग्ने गरी मैले त्यसलाई मारेकी छु र? तडपाए कि मात्रै पो हो। हुन त त्यो आज मरे बराबरै भएकी छे। तपाईले भन्दा मलाई पनि कस्तो डर लाग्यो काकी। त्यस्तो के चाहिँ गर्नु भयो र तपाईले? के गर्नु नि? त्यसकी आमाको चिनो बन्दै भिरिन्थी त्यही एउटा लुगा, त्यो पनि मैले च्याचुत पारिदिएकी छु। यतिखेर त त्यो जुनकिरी आमा सम्झेर रोइरहेकी होली। अनि त्यो जुनकिरीलाई काकाले धेरै माया गर्नु हुँदो रहेछ। यो सब तपाईले गरेको हो भन्ने थाहा पाएपछि तपाईलाई मार्नुहुन्छ। बिमलाले भनेको कुरा एकदम सही हो काकी। अस्ति काकाले मलाई गाली गर्दै थिए। त्यो जुनकिरीलाई पानी खनाएको कसैले थाहा पाएछन् ती बुढाले? तिमीहरू केही चिन्ता नगर। फेरि त्यो लुगा जुनकिरीले नदेख्ने गरी च्याद्देकी हुँ मैले। तिमीहरू पनि सोत्तर लिन जान लागेको हो क्यारे? ढिलो भयो होला, जाओ अहिले। ल हुन्छ काकी,
अब चाहिँ काम गर्दा धेरै होसियार भएर गर्नुपर्छ है। हुन्छ माइला, त्यता मेरो सानो काम छ, म एकछिन गएर आउँछु। ल हुन्छ, ल हिँड जाउँ। मलाई राम्ररी थाहा छ त्यो लुगा कसले च्यात्यो भनेर। अहिले त्यो बिमला भाउजू पनि हाम्रो घर धेरै धाउन थालेको छ। यो सब गर्ने कतै। छोरी के भयो तिमीलाई? बाटोमा एक्लै बडबडाएर बसेको छौ त? के भयो तिमीलाई भन त? के हुनु बुवा, आमाको चिनो त्यो लुगा मैले कति सम्हालेर राखेकी थिएँ, सुकाएको ठाउँमा कसले च्यातिदिएछ। अरू त कसले होला छोरी, त्यही रमाकै काम होला। मान्छे त रिस गरी गरी लुगा समेत छोडिन, त्यो त कुलङ्गारी नै रहेछ। आमाले त होइन होला बुवा, म खाना खाएर निस्किँदा आमा त्यहाँ हुनु नथ्यो। आँखाले देखेको कुरामा त सत्य हुन्छ भनेर भरमा नपर छोरी, त्यो पक्कै रमाको काम हो। आमाको त अनुहार पनि देखिन, त्यो लुगा लाएर हिँड्दा म आमासँगै हिँडेको महसुस गर्थेँ। सिलाउन मिल्ने भए त म सिलाएर लाउँथेँ, तर सिलाउनै नमिल्ने गरी च्यातिएछ। तिमीले पनि माथिबाट हेरिरहेको होला कि त? छोरीको यस्तो अवस्था देखेर तिमी मसँग साह्रै रिसाएको छौ होला। त्यतिखेर छोरी सानो भएको कारणले घर व्यवहार सम्हाल्न नसकेर मैले त्यो रमालाई भित्रियाएको हो। सक्थ्यो भने मलाई माफ गरिदियो कि त? बुवा यसरी नरुनु न, तपाईँको म देख्न सक्दिनँ। आमा पनि रिसाउनु भएको छैन होला, फेरि तपाईँलाई त्यस्तो हुन्छ भने के थाहा र। ल हिँड्नुहोस् घर जाउँ। ल्यामा, पानी लिन आउनु भएको? ए, अनि घरमा सबैजना सन्चै हुनुहुन्छ त? ल्यामालाई गाह्रो हुन्छ कि म पुर्याइदिउँ त? ए, ल बिस्तारै जानु है त। ए राज, त पनि पानी लिन आइस? अनि काकी त माइत जानु भएको छ अरे हो? हजुरबा सन्चो नभएर आमा मामा घर जानु भएको छ। खै कहिले आउनुहुन्छ, म त एक्लो पो छु हौ घरमा। अब साथी बस्न आम भने भर्खर भर्खर बिहे गरेको छु, छोडेर हिँड्नै मिल्दैन। अब मैले भनेको मान्छस् भने त पनि बिहे गर। बिहे? कसको बिहे? ए माइला, फेरि बिहे गर्नलाई सिक्या हो? हेर्न शान्ते, यो पनि कस्तो कस्तो कुरा गर्छ। मैले तँलाई साथी बस्न आइज भनेको छोरा, मेरो अगाडि बेको कुरा नगरे माइला, मलाई गर्नु छैन। होइन, अहिले बिहे नगरे कहिले गर्छस् त? अब तेरो सिङ आउँदैन, जुरो पलाउँदैन। तेरी आमा कहिले आउने टुङ्गो छैन, त्यही भएर भनेको। माइलाले ठिकै भन्दैछ त। खुरुक्क बिहे गर, आमा किन आउनु पर्यो? आमा आए पनि नआए पनि अहिले चाहिँ म बिहे गर्ने सोचमा छैन। आफूलाई त अर्काकोमा दुःख नगरी खान पुग्दैन, अर्काको छोरी ल्याएर भोक भोकै राख्नु भएन। अब तेरै सोच यस्तो छ भने मैले के भन्नु र? आफू त 40 नगर्दै 4 वटा बुढी फेर्ने हो। ल ल, अब त पनि धेरै बिहे नगर। एउटा उखान त सुनेकै होलास् नि, धेरैजनाको पोइ पुनः पछि रोइ, मर्ने बेला कोही न कोही। भने जस्तो यो उखान तँलाई मिल्ला नि? ए, यस्ता उखान सुखान छोड्दे भाइ। सक्नेले ल्याउँछन् त, तैँले पो एउटा ल्याउन सकिनस्। यिनीहरू पनि के भन्छन् के हो माइला,
त त नयाँ स्वाहानी ल्याएदेखि भट्ट्याउनै छोडिस् त। स्वाहानीसित डराइसी क्या हो? नकर मुला, बाघ कहिले बिरालोसँग डराउँछ? टेकबहादुर दाई, ए टेकबहादुर दाई, उहाँ त घरमा हुनु न त काकी। ए यो त यहीँ रहेछ त। अनि बुवा कता जानुभयो नि नानी? खै काकी गाउँतिर जानुभएको होला। अनि केही काम थियो कि बुवासँग? दाईसँग मैले अस्ति पैसा लगेकी थिएँ। काजीको मेलाबाट आएको पैसा दिन्छु भनेकी थिएँ। काजीले पैसै दिएको छैन। दाई रिसाउनु भयो कि भनेर आए कि? रिसाउनुहुन्न, म भनिदिन्छु बुवालाई। दाईले पनि आफूसँग खर्च नराखिदिनु भएको थियो। मलाई त कस्तो अप्ठ्यारो लागिरहेको छ जुनकिरी। अप्ठ्यारो मान्नु पर्दैन काकी, तपाईँसँग भएपछि दिनु। फेरि आमासँग यस्तो कुरा नगर्नु नि, आमा बुझ्नुहुन्न, गाली गर्नुहुन्छ बुवालाई। कहाँ गर्नु नि तिनीसँग यस्ता कुरा? मसँग खासै राम्ररी बोल्दिनन्। ल म गएँ नानी। हुन्छ काकी। ओइ तो लखर लखर फोन चलाउँदा कहाँ हिँडेको? कहाँ जानु नि, त तल पसलसम्म जान लागेको। ए त पसल जाने बानामा कसलाई भेट्न जानेस् घरमा नबसेर? तपाईँ जस्तो सोचेको होला नि, साथी भेट्न जान्छु भन्दै भट्टी भट्टी जाउने। धेरै फुतुन नचला नि। थप्पक घरमा बस्ने गर, गाउँ उडुलै नहिन्। तेरो खुट्टा सुट्टा भात दिउँला नि। ल ल धेरै भाषण नदिनु, मलाई ढिला भइसक्यो। बस मलाई घर आउला नि। तिर्खा पनि लाग्यो, रमा काकीको घरमा गएर पानी खाएर जानु पर्यो। काकी नमस्कार, के गर्दै हुनुहुन्छ? नमस्कार बाबु, तरकारीको लागि आलु काट्दैछु। जहिले भेट्दा पनि नमस्ते गर्नुपर्छ र बस्नु। जहिले कहाँ हो र? आजसम्म 2-3 चोटि त भेटेको छु हजुरसँग। अनि काका घरमा हुनुहुन्न कि क्या हो काकी? बुढा मान्छे एकछिन घरमा अडिने होइन, कता कता हिँडिरहन्छन्। अनि बाबु चिया खाऊ है? चिया भन्दा नि पानी खाउँला काकी, तिर्खा चाहिँ लागेको छ। म त गफै गफमा सोध्न पनि बिर्सेछु, तिर्खा लागेको रहेछ बाबुलाई। छोरी जुन के रे? ए छोरी, हजुर। 1 गिलास पानी ल्याऊ त। आमा, पानीमा बाबुलाई दिन्छ। आँखा
सपना थिए ओठमा हाँसो सजाएर हिँडे समयले सबै खोस्यो मन पीडासँग बाँच्न सिके आफ्नै मनले प्रश्न गर्छ किन खुसी सधैँ टाढा हुन्छ नबोलेका मेरा कथा आँसु बनी झर्दै जान्छ भोगाई जिन्दगी कति गाह्रो रहेछ छातीभित्र पीडा लुकाएर बाँच्न आफ्नै भाग्यसँग हर्दै रोएमा भोगाई जिन्दगी आँसुले लेखेछ विश्वास दिएको हात छुट्यो मायाले पनि बाटो मोड्यो साँचो भनी अङ्गालेको मन आज सम्झनामा मात्र जोड्यो रातहरू निदाउमा नन्दैनन् यादहरूले बोलिरहन्छन् हाँसो देखाई जिउँदैछु मनभित्र घाउ बल्झिरहन्छ भोगाई जिन्दगी कति निर्दयी रहेछ नारीमा नबुझ्नै नसक्ने रहेछ आफ्नै कथामा हराएकी म भोगाई जिन्दगी चुपचाप जलेछ